हाम्रो धर्मशास्त्रमा लेखिएको छ, जतिले येशूलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। जतिले येशूलाई ग्रहण गरे, यसै कारण ख्रीष्ट येशूलाई ग्रहण गर्ने कुरो चाहिँ हामीको धर्ममा, ख्रीष्ट धर्ममा एकदमै मुख्य हामी सम्झन्छौं। बाइबलमा, धर्मशास्त्रमा लेखिएको छ कि मानिसहरूले प्रभु येशू ख्रीष्टलाई चिनेनन्। उहाँ अघिदेखि नै हुनुहुन्थ्यो संसारमा, उहाँद्वारा नै संसार बनिएको, र पनि संसारका मानिसहरूले उहाँलाई चिनेनन्। अनि यसै कारण उहाँलाई इन्कार गरे, उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई चाहिँ परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। ख्रीष्ट येशूलाई ग्रहण गर्ने कुरो, उहाँ चाहिँ मुक्तिदाता भएर आउनु भएको धर्मशास्त्रमा लेखिएको छ। यो वचन चाहिँ विश्वासयोग्य र हर प्रकारले ग्रहण योग्य छ कि ख्रीष्ट येशू यस संसारमा पापीहरूलाई उद्धार दिनलाई आउनु भएको हो। ख्रीष्ट येशूलाई परमेश्वरले संसारमा मुक्तिदाता बनाएर पठाउनु भएको। अनि यसै कारण ख्रीष्ट येशू यस संसारमा मानिस भएर आउनुभयो, उहाँले मानिस भएर जीवन बिताउनु भयो। अनि उहाँले आफ्नो प्राण बलिदान दिनुभयो। मानिसहरूले गरेका पापको ऋण चुकाउनलाई ख्रीष्ट येशूले आफ्नो प्राण दिन पर्यो। परमेश्वरले नै भन्नुभएको थियो, जुन प्राणीले पाप गर्छ त्यो नाश हुनेछ। अनि त्यसो हुँदा त सबै मानिसहरू नै नाश हुन पर्ने, किनकि संसारका मानिसहरू कोही पनि धर्मी छैनन्, एउटै पनि धर्मी छैनन्। सबैले पाप गरेका छन् अनि परमेश्वरको महिमा रहित हुन गएका छन्। यसकारण संसारका सबै मानिसहरू नाश हुन पर्ने। तर प्रभु येशू ख्रीष्टलाई परमेश्वरले मुक्तिदाता बनाएर पठाउनु भयो। ख्रीष्ट येशू यस संसारमा आउनुभयो, मानिस भएर आउनुभयो। उहाँले पवित्र जीवन जिउनुभयो, उहाँले पाप गर्नु भएन। अझ हाम्रो धर्मशास्त्रमा त लेखिएको छ, ख्रीष्ट येशूले त पाप गर्नु भएन, उहाँले त पापलाई चिन्नु पनि भएन, उहाँमा त पाप थिएन पनि। त्यस प्रकारको एकदमै पवित्र जीवन ख्रीष्ट येशू प्रभुले बिताउनु भयो। अनि अन्त्यमा गइकन पापी मानिसहरूको सट्टामा उहाँले आफ्नो प्राण बलिदान दिनुभयो। अनि उहाँको नाउँ चाहिँ येशू। कसरी युसुफले कन्या मरियमलाई त्याग्ने विचार गरेथ्यो, किनकि उनको मगनी मात्र भएको थियो, तर कन्या मरियम गर्भवती भई। अनि यसै कारण युसुफले चाहिँ मरियमलाई त्याग्ने विचार गरेको। तर परमेश्वरको स्वर्गदूतले राति युसुफलाई दर्शन दिएर भन्नुभयो, आफ्नी पत्नी मरियमलाई आफूका ल्याउनदेखि नडराऊ, किनकि जो उसको गर्भमा छ त्यो पवित्र आत्माद्वारा भएको हो। अनि उसले पुत्र जन्माउँछे अनि तिमीले उसको नाउँ येशू राख्नु, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट
उद्धार गर्नुहुनेछ। अनि यसै कारण ख्रीष्ट येशू नाउँको अर्थ नै मुक्तिदाता। तर त्यसको अर्थ यो होइन कि ख्रीष्ट येशू मुक्तिदाता भएर आउनु भएको कारणले संसारका सबै मानिसहरूले नै मुक्ति पाउँछन् भन्ने कुरो होइन। स्वर्गदूतले युसुफलाई भने अनुसार उहाँको नाउँ येशू, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्नुहुनेछ। आफ्ना मानिसहरूलाई, सबैलाई होइन, आफ्ना मानिसहरूलाई। यसै कारण हामी भन्छौं येशूलाई ग्रहण गर्ने कुरो चाहिँ एकदमै मुख्य कुरो हो। क्रिस्चियन जीवनको सुरु नै त्यहाँबाट हुन्छ। अनि यसै कारण हामी मानिसहरूलाई भन्छौं ख्रीष्ट येशूको शिक्षा दीक्षाले मात्र पुगेन, बाइबल पढेर मात्र भएन, प्रार्थना गरेर मात्र भएन, भेटी चढाएर मात्र भएन, ख्रीष्ट येशूले सिकाउनु भएको शिक्षाहरू अपनाएर मात्र पनि भएन। हामीले ख्रीष्ट येशूलाई नै आफ्ना मुक्तिदाता गरी ग्रहण गर्न पर्छ। ख्रीष्ट धर्मका रीतिविधिहरू मानेर पनि यदि हामीले ख्रीष्ट येशूलाई चाहिँ ग्रहण गरेनौं भने हाम्रो उद्धार हुन सक्दैन। अनि यो कुरो चाहिँ हाम्रो अगाडि परमेश्वरले राखिदिनु भएको छान्न पर्ने कुरो। ख्रीष्ट येशूलाई छान्ने कि संसारलाई छान्ने, वा त ख्रीष्ट येशूलाई छान्ने कि वा अरू कुनै व्यक्तिलाई छान्ने। जब ख्रीष्ट येशू क्रुसमा चढाउन लाग्नुभयो, पिलातसले एउटा प्रश्न सोध्यो मानिसहरूलाई, तिमीहरूको निम्ति मैले कसलाई छोडिदिने, येशूलाई छोडिदिने कि बरब्बासलाई छोडिदिने? बरब्बास चाहिँ एकजना डाकु थियो, ऊ मृत्युदण्ड पाएको मान्छे जस्तै नै। अनि यसकारण चाहिँ पिलातसले सोधेको, कसलाई छोडिदिउँ, तिमीहरू कसलाई चाहिँ जिएको, कसलाई चाहिँ जीवित चाहन्छौ? अनि मानिसहरूले चाहिँ बरब्बासलाई छाने, त्यो हत्यारालाई, त्यो डरलाग्दो दुष्ट मानिसलाई, अधम मानिसलाई। अनि उनीहरूले चाहिँ ख्रीष्ट येशूलाई छानेनन्। अनि ख्रीष्ट येशूलाई क्रुसमा चढाउनका लागि उनीहरूले दिइहाले। अनि त्यो चाहिँ सबैभन्दा ठूलो पाप चाहिँ त्यही नै भयो। बाइबलमा धर्मशास्त्रमा लेखिएको छ, यूहन्नाको सुसमाचार 16 अध्यायमा पवित्र आत्माले संसारलाई दोषी इन्साफ गर्नेछ, दोषी ठहराउनेछ। अनि पापको सम्बन्धमा चाहिँ दोष चाहिँ कसरी आउँदै रहेछ भने तिनीहरूले पापको लेखी पवित्र आत्माले तिनीहरूलाई दोषाउने छन्, किनकि तिनीहरूले येशूमा विश्वास गरेनन्। अर्को भाषामा भनौं भनेदेखि ख्रीष्ट येशूलाई छानेनन्, ख्रीष्ट येशूलाई ग्रहण गरेनन्। यसकारण चाहिँ खास कुरो के भने ख्रीष्ट येशू चाहिँ यस संसारमा संसारलाई दोषी ठहराउनलाई आउनु भएको होइन, तर ख्रीष्ट येशू संसारमा मुक्ति दिनलाई आउनु भएको। यूहन्नाको सुसमाचार 3 अध्यायमा हामी यस प्रकारले पढ्छौं। यूहन्नाको 3 अध्याय 16 पदमा लेखिएको छ, परमेश्वरले संसारलाई यसरी प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छ त्यो नाश हुने छैन, तर त्यसले अनन्त जीवन पाउनेछ। अनि त्यसपछि लेखिएको कुरो चाहिँ 17 पद 18 पदतिर, परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँबाट बचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्दछ उसको इन्साफ हुँदैन, तर जसले विश्वास गर्दैन उसको इन्साफ अघि नै भइसकेको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। परमेश्वरको पुत्र येशूको नाउँमा विश्वास नगर्नेहरू उनीहरू दोषी ठहराइन्छन्।
दोषी ठहराइएका छन्। अनि बाइबलमा लेखिएको कुरो चाहिँ यो हो। यूहन्नाले पनि यस प्रकारले भनेको। यूहन्नाले यसरी लेख्दछ भन्दछन्, यूहन्ना 3:36 हामी पढ्छौं, जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ। अर्को भाषामा भनौं भने जसले परमेश्वर पुत्र ख्रीष्ट येशूमा विश्वास गरेको छ त्यसले मुक्ति पाएको छ, उद्धार पाएको छ। पाप क्षमा मात्र होइन कि परमेश्वरको जीवन नै, अनन्त जीवन नै त्यसले पाएको छ। यसै कारण ख्रीष्ट येशूलाई ग्रहण गर्ने कुरो चाहिँ एकदमै आवश्यक कुरो। अनि यो चाहिँ परमेश्वर भन्नुहुन्छ तिमीले छान्न पर्छ। जसरी पिलातसले भने अनुसार तिमीहरू कसलाई जीवित चाहन्छौ, ख्रीष्ट येशूलाई कि बरब्बासलाई? अनि मानिसहरूले चाहिँ बरब्बासलाई नै जीवित छाने, ख्रीष्ट येशूलाई मर्नका लागि दिइहाले। उनीहरूले ख्रीष्ट येशूलाई छानेनन्। हाम्रो अगाडि पनि प्रश्न यही उठ्छ। परमेश्वर भन्नुहुन्छ तिमीहरू मुक्ति चाहन्छौ भने तिमीहरूले ख्रीष्ट येशूलाई मुक्तिदाता भने, आफ्नो मुक्तिदाता भने ग्रहण गर्नुपर्छ। उहाँको नाउँ येशू, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्नुहुन्छ। सबैलाई होइन, सबैलाई होइन। यदि काठमाडौँमा एकजना एकदम विशेषज्ञ, हृदय रोगको विशेषज्ञ आउनुभयो भनेदेखि काठमाडौँका सबै हृदय रोगीहरू निको हुँदैनन्। खालि तिनीहरू मात्रै निको हुन्छन् जुनहरू चाहिँ त्यो विशेषज्ञ कहाँ गएर, त्यो डाक्टर कहाँ गएर उनीहरूले त्यो डाक्टरलाई आफ्नो डाक्टर बनाउँछन्। त्यो डाक्टरले दिनभएका सरसल्लाह मान्नका लागि, औषधि पानी उपचार त्यो डाक्टरबाट लिनका लागि उनीहरूले त्यो डाक्टरलाई चाहिँ आफ्नो डाक्टर बनाउँछन्। अनि त्यो डाक्टरको उपचारद्वारा त्यो बिरामी निको हुन्छ। त्यो डाक्टर आयो भन्दैमा काठमाडौँका सबै हृदय रोगीहरू निको हुँदैनन्। ख्रीष्ट येशू पनि त्यसरी संसारको मुक्तिदाता भएर आउनुभएको कारणले संसारका सबै मानिसहरूले पाप क्षमा पाउँदैनन्। खालि तिनीहरू मात्र जुनहरूले ख्रीष्ट येशूलाई आफ्नो बनाउँछन्, आफ्नो मुक्तिदाता बनाउँछन्। यसै कारण ख्रीष्ट येशूलाई ग्रहण गर्ने कुरो चाहिँ एकदमै आवश्यक छ। कि त हामी ख्रीष्ट येशूलाई आफ्नो मुक्तिदाता प्रभु बनिकन ग्रहण गर्न सक्छौं, कि त उहाँलाई हामी इन्कार गर्न सक्छौं, एकापट्टि पन्छाइदिन सक्छौं, आफ्नै बाटोमा लाग्न सक्छौं। किनकि यो चुन्ने कुरो, छान्ने कुरोको अधिकार चाहिँ परमेश्वरले हामीहरूलाई नै दिनुभएको छ। अब ख्रीष्ट येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गरेपछि हामीले मुक्ति पाउँछौं। त्यति मात्र होइन, हामीले परमेश्वरका सन्तान हुने अधिकार पनि पाउँछौं। अनि परमेश्वरका सन्तान भयौं भनेदेखि धर्मशास्त्रमा लेखिएको छ हामीलाई परमेश्वरले आफ्नो सन्तान बनाउनु भएपछि हामी चाहिँ परमेश्वरको सन्तान भएर उहाँको परिवारमा हामी चाहिँ गइकन जन्म्यौं, नयाँ गरिकन जन्म्यौं भनेदेखि हामी हकवाला हुन्छौं, परमेश्वरका हकवाला हुन्छौं अनि ख्रीष्ट येशूसँग साझी हकवाला हुन्छौं। अर्को भाषामा भनौं भनेदेखि सन्तान भएको कारणले नै परमेश्वरका सबै उत्तम कुराहरू जे जति पनि छन् ती सबै परमेश्वरले हामीहरूलाई ख्रीष्ट येशूमा सित्तैमा दिनुहुन्छ। अझ हामी त ख्रीष्ट येशूसँग साझी हकवाला भएपछि त जे जति कुराहरू ख्रीष्ट येशूका छन् ती सबै कुरा पनि हाम्रा नै हुन्। ख्रीष्ट येशू हामीसँग ती सबै कुराहरू बाँडचुँड गर्नुहुन्छ, हामीलाई दिनुहुन्छ। यसै कारण यो कुरो हामीले एकदमै राम्ररी याद गर्न पर्ने, प्रभु येशू ख्रीष्टलाई ग्रहण गरेर स्वर्गका लागि मुक्ति पाउनु मात्र होइन रहेछ, यस संसारमा बाँचेको समयमा पनि हाम्रो चाहिँ परमेश्वर चाहिँ हाम्रो पिता हुनुहुन्छ, हामी उहाँका सन्तानहरू, हामी टुहुरा टुहुरीहरू जस्तै गरिबीपनामा जीवन बिताउन पर्दैन। सबै आशिषहरू जो ख्रीष्ट येशूमा राखिएका आशिषहरू ती हामीले आफ्नो बनाउन सक्छौं। यसकारण ख्रीष्ट येशूलाई आफ्नो मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्ने कुरा हाम्रो लागि एकदमै आवश्यक छ। प्रभु गरून् यो कुरो अनुसार तपाईले प्रभु येशू ख्रीष्टलाई आफ्नो हृदयमा मुक्तिदाता पनि ग्रहण गर्न सक्नुहोस्।
आजको प्रवचनले तपाईको जीवनमा आत्मिक वृद्धि प्रदान गरेको छ भनी हामी विश्वास गर्दछौं। अझ बढी जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं। हाम्रो ठेगाना छ नेपाली इसाई मण्डली, पोस्ट बक्स नम्बर 1131, काठमाडौँ, नेपाल। इमेल nim@wlink.com.np, वेबसाइट www.nim.org.np।